नमस्ते सबैजनालाई। बिहानै बिहानै यसो हल्का छतको हावा खानुपर्छ क्या, किनकि यताउता पुरा शुद्ध हावा। काम त भइरहन्छ जिन्दगीमा, काम नगरी खान मिल्ने रहन्छ जिन्दगीमा। काम त भइरहने नै रहेछ। काम छ भनेर अब खानै छोड्ने, हाँस्नै छोड्ने, बोल्नै छोड्ने भन्दा भएन। अब यस्तै हो नि कुरा। वास्तवमा कुरा के रहेछ भन्दाखेरि हाम्रो जिन्दगी भनेको आज दिन गयो, महिना गयो, साल गयो भनेको आफ्नै दिन गएको। आजको दिन, भोलिको दिन आफ्नै उमेर गएको रहेछ। हेर्नुहोस्, अब तलका अब उँभो हुने मान्छे माथि आउँदै गर्छन्, हामी तल जाँदै गर्ने, हामीभन्दा माथिका झन् तल जाने। बस यस्तै चल्ने छ जिन्दगी। वास्तवमा के रहन्छ जिन्दगी हो सोच्ने हो भने जिन्दगी केही छैन। आजको दिन, भोलिको दिन, पर्सिको दिन आफ्नै दिन गएको रहेछ। दिन गयो, महिना गयो, साल गयो, वर्ष दिन भयो भन्ने यो सबै आफ्नै दिन गएको रहेछ। मलाई यसो सोचेँ क्या, मैले धेरै कुराहरू सोच्छु। वास्तवमा यस्तै केही पुरा नहुँदो रहेछ जिन्दगीमा। यो भएन, त्यो भएन, यता पछाडा छ, त्यता पछाडा छ, उता दुगुरेको छ, उहाँ दुगुरेको छ, हुनेवाला के रहन्छ। वास्तवमा बस एक दिन सब छाड गरेर जानुपर्ने। मलाई एउटा सोध्ने भन्दा बिरमत्त हुने जस्तो पनि लाग्छ। सबैको हेरेर चित्त बुझ्नु पर्ने रहेछ कि वास्तवमा। बिहानै बिहानै बाबाहरू हिँडे खान्, कसैले काम गर्न गाह्राले बाबा बने खान्, कसैले काम गर्न गाह्राले माग्छन्, कसैले चोर्ने, कोहीले ढाड्ने, कोहीले ठोक्ने। यो केले बनाएको? कोहीले मिहिनेत गरी पुरा रात दिन मिहिनेत गरेर त्यो मान्छेले कहिले पुरा हुन्न। कसैको जस्ताको दिन त्यस्तै जाने रहेछ। है यो अचम्म लाग्छ क्या यो सोच्दाखेरि त मलाई। कसैको रमाएरै जाने छ जिन्दगी, कसैको दुःखमा जाँदैछ, कसैले यस्तै मागी ठगी ढाँटी चोरी यस्तै दिन गइहाल्ने रहेछ। तर माग्ने, ठग्ने, ढाड्ने त अलि इज्जत त हुन्न होइन। माग्न त नपुगे माग्नै पर्छ। चोर्ने, ढाड्ने चाहिँ यस्ता नराम्रो हो। त्यही भएर वास्तवमा यिनी कुरा ख्याल गर्नुपर्ने रहेछ। हेर्नुहोस्, उमेरमा कमाउनु पर्ने रहेछ। उमेर गयो भने कमाउँछु भनेर केही पहिरो पर्ने रहेछ। फेरि भेटौँला यिनी कुरामा फेरि।